आज चाहिँ एक्लै लन्च गर्नुपर्दैछ किनभने मेरो वाइफ चाहिँ आएन आज ड्युटी। सो हाई एभ्रिवान, वेलकम ब्याक टु माई न्यू मिनी भ्लग। र अहिले चाहिँ म चाहिँ ड्युटी जाँदैछु। आज चाहिँ म एक्लै ड्युटी जाँदैछु किनभने आज चाहिँ मेरो वाइफको चाहिँ छुट्टी हो। सो ड्युटी पुग्ने बित्तिकै चाहिँ एउटा म्यामको चाहिँ स्मुदिङ आएको रहेछ, अपोइन्टमेन्ट थियो रहेछ है। र म चाहिँ म्यामको चाहिँ स्मुदिङ स्टार्ट गर्दैछु। सबभन्दा पहिला सुरु चाहिँ क्रिम लगाएर चाहिँ एकछिन छोडेर चाहिँ त्यहाँबाट चाहिँ आइरनिङ गरिदिँदैछु गाइज है। सो आइरनिङ गरिसकेर चाहिँ न्युट्रिलाइजर लाएर चाहिँ म चाहिँ गर्दैछु लन्च। एकदम भोक लागिसकेको थियो। आज चाहिँ म चाहिँ एक्लै लन्च गर्दैछु किनभने चाहिँ आज मेरो वाइफको छुट्टी छ। र फाइनल रिजल्ट चाहिँ हेर्न सक्नुहुन्छ स्मुदिङ गरिसकेर चाहिँ है गाइज। सो स्मुदिङ गरिसकेर चाहिँ लास्टमा चाहिँ बन्द गर्ने बेलामा चाहिँ आज यो म्यामको सेटिङ आएको थियो गाइज है। र सेटिङ गरेर चाहिँ म चाहिँ घर पुगेँ गाइज है। र घर पुगेर चाहिँ मेरो बुढीले चाहिँ के गर्दैछ भनेर हेरेको चाहिँ मेरो बुढीले चाहिँ खाना बनाउँदै रहेछ गाइज है। सो आज चाहिँ रोटी पाकेको रहेछ, यता दही रहेछ सानबडे। सो अन्त अब चाहिँ खाना खानु आँटेको गाइज है। सो आजको भिडियो चाहिँ कस्तो लाग्यो लाइक, सेयर, कमेन्ट, फलो गर्नुहोस् होला। आजको लागि चाहिँ यति नै। थ्याङ्क यू सो मच फर वाचिङ।